दुर्गति बनाउनेछु तिमीहरूको, यस्तो दुर्गति बनाउनेछु त्यो तिमीहरू सोच्न पनि सक्दैनौ क्या। अहिले यति दुर्गति बनाउनेछु तिमीहरूको मैले, जस्तो गरी मेरो परिवार, मेरो आमा बुवा, मेरो भाइ बहिनी, मेरो चाहिँ जो सम्पन्न मेरो मेरो चाहिँ मेरो 7 महिनाकी मेरो बहिनीको छोरी, 7 महिनाकी मेरो छोरीलाई तिमीले टोके बनाएका छौ नि। तिमीहरूको यस्तो दुर्गति गर्छु, त्यो तिमीहरू सोच्नु पनि सक्दैनौ क्या। आफै हार्ट एट्याक भएर तिमीहरू आफै फ्यान्टो भएर मर्छौ न मैले भन्छु। गल्ती लुक्दैन नि त। षड्यन्त्र गरेर लिएर रारा तालमा भेट गरेर खसालेर मारिदियो। अनि चाहिँ सबै कुरा लुक्छ तिमीहरूको, तिमीहरूको हिंसा, हत्या, हिंसा सबै कुरा लुक्छ। तिमी कति कति मिलेका छौ, कति कति के गरेका छौ तिमी 7 जना मिलेका छौ। 7 जनाको षड्यन्त्र हो यो। त्यो आर्मीको त्यो 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 चिफ त्यो 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 राजदरबारमा बसेको त्यो आर्मीको चिफ अहिले त्यो अमेरिकामा गएर लुक्या छ। त्यो कंशलाई पनि त्यसको दुर्गति पनि यस्तो बनाउनेछु मैले, त्यसको दुर्गति यस्तो गर्नेछु मैले। त्यो हत्यारा त्यो पनि मिलेको हो नि त, त्यही मिलेर त मार्न लाग्यो हो नि त। आज नेपाल आर्मीको बदनाम गरेको छ त्यो त्यो कंशले, त्यो राक्षसले। भनेपछि को 7 जना मिलेका छौ तिमी, 7 जना, 2-3 जना तिमीहरू मरिसक्यौ। अब 2-3 जना अझै, 2-3 जना अझै बाँकी छौ। तिमीहरूको दुर्गति दिन हुने दिन आइसकेका छ नजिकै। अब अवश्य हुन्छ, नआत्यो। यति अहिले यति कुरा सुनिराख। हवस् त, धन्यवाद।